कस्तो पानी ठिक छ यसो खानु पाउँदा त रमाइलो हुँदो रहेछ नि साथी रमाइलो हुन्छ तर बिचरा पछि चाहिँ नेक्स्ट टाइम म तिमीहरूलाई डिनरको लागि बोलाउँछु भिडियोको लागि होइन कि डिनरको लागि बोलाउँछु भाइरस पनि आउँदाखेरिमा मजाले भाइरस इफ आर वाचिङ तिमीलाई चाहिँ सुँगुरको मासु लिएर खुवाउनु मन छ मलाई भाइरसले हेरिरहेको छ बुढी भएको भिडियो सब हेर्छ है थम्नेलतिर मेरो अनुहार चाहिँ हुनुपर्छ सब भिडियो हेर्छ जसले हाले नि हेर्छ तर बुढी चाहिँ हुनु पर्थ्यो यतिको चाहिँ हुनु पऱ्यो नि भाइरस मजा भयो हुनु मजा पऱ्यो होइन रमाइलो छ है जिन्दगी हुनु चाहिँ आई मिन जिन्दगी होस् त यस्तो रमाइलो भइरहेछ अहिलेसम्म सो तिम्रो र भाइरसको बिहे भएको कति भयो अब वैशाखमा त 3 वर्ष हुन्छ नि तिम्रो हुन्छ मासु चाहिँ खान्छ साथी अक्टोबस त खाएकै गर्नुपर्छ सबैको पुछा नै हुँदो रहेछ है ठिकै छ टाउको छैन यसको टाउको नभएको खानु मन छ भने टाउको निकालेर त्यो तलको टेन्टिकल्सहरू मात्रै खानु हुन्छ ट्याक्क टोकेर हो होइन खाम तिमीलाई जे मन पर्यो त्यसरी खाउन यता म सिङ्गै खाइदिन सक्छु हेर्नु उसरी भातमा यसो डल्लोमा राखेर खाउनु हो मैले भातै खान बिर्सेछु दामी भन्छ भातको डल्लोसँग मेरो भात यो चाहिँ म फर्स्ट टाइम खाँदैछु तर मैले अघि यो बनाएको हेरेँ खासै गाह्रो नरहेछ है यो बनाउनु म आइसक्यो तर म कसैलाई बनाएर खुवाउँदिनँ हामीले मैले अलिकति गल्ती के गरेँ नुन राख्नु बिर्सेछु क्या ए हो अब उयो अक्टोबरसँग टाँसेर खाने सोया सस पनि राख्नु मिल्छ सोया सस राख्यो भने चाहिँ तिमीले नुन राख्नु पर्दैन तर यतिको पनि मिठो खालको फ्लेभर आउँछ क्या यो यसको यो छ नि यो अघि हालिनँ नि टुक्राहरू यो यसको माछाको जस्तो त्यसको टेस्ट नै दामी छ क्या ला मैले त लिएर आउँछु भनेको बिर्सिँदैन